खोतो निकालेर विवाह भयो हेर्नु हुँदैन होला हो आमा बाउको बिहे त हेलो गाइस अनि आज हामी चाहिँ एक्सचेन्ज गेम खेल्दै छौं अनि एक्सचेन्ज गेममा चाहिँ बाबा र मम्मी खेल्दै हुन्छ हैन अनि के हुँदाखेरि भने हामीले सामानहरु किनेको छौं बाबा मम्मीलाई थाहा छैन हैन यो उति दुई जना भनेको चाहिँ बाबाको टिमको यो चाहिँ हामी दुई जना भनेको मम्मीको टिमको हो दुई जना चाहिँ बाबाको टिमको हामीले बाबाको टिमबाट खेलिरहेको छौं भने उनीहरु दुई जनाले चाहिँ मम्मीको टिमबाट खेलिरहेको छ अब मम्मीहरुले एक्सचेन्ज गर्नुहुन्छ त्यसपछि हामी चाहिँ दिने मम्मीहरुले हैन कुन कलर भन्ने त्यही कलर दिने मम्मीहरुलाई पनि थाहा छैन यो चाहिँ थाहा छैन कसैलाई थाहा छैन सरप्राइज ल अब सुरु गरौँ ल भन्नु कोबाट सुरु गर्ने मम्मी बाबा मलाई कुन कलर मम्मी एउटा कलर भन्नु व्हाइट कलर व्हाइट कलर त भनिन्छ 2 3 गो चकलेट हो यो पाउडर बुढीको लागि यो सेन्डल ग्रीन कलर चाहिए मेरे को ग्रीन हाम्रो रेडी भइसक्यो बस्नु न के गर्दा लाइक आउँछ क्या धेरै भयो ल 1 2 3 गो यो बुढीको लागि दाँत दुख्छ त्यसरी अनि अर्को पनि छ बाबालाई मन पर्ने बाबालाई मन पर्ने सब्जी मजाले खाने हो मम्मी कलर भन्ने व्हाइट र ग्रीन सक्यो अब अर्को चस्मा देऊ न चस्मा रेड कलर रेड चस्मा खैला कि खोलेर देखाउनु भित्रै भयो 1 2 3 गो खोलेर यो खोलेर हेर बन्द हुन आँट्यो मम्मीलाई लगाइदिनु यो खोतो निकालेर विवाह भयो हेर्नु हुँदैन होला हो आमा बाउको बिहे त अर्को पनि छ यो अर्को पनि छ अब कुन कलर बाबा भन्नु ग्रीन भयो नि हैन ब्ल्याक ब्ल्याक भइसक्यो भयो 1 2 3 गो बुढीको लागि एउटा सक्स हो अनि अर्को भित्र बक्सर रहेछ त्यसलाई चाहिँ यतै राखौँ है यो चाहिँ मेरो खानेकुराहरू छ हैन टुपी आम ल्याइदिएको हो अब कुन Clap, yeah, good boy. भयो रेडी 1 2 3 गो बुढीलाई पनि कोला धेरै मनपर्छ यो मन परेर यो कोला ल्याइदिएको छु
यो चाहिँ दामी नि चिज आएछ यार यो पनि दामी नै हो ल अब बा भन्नु कुन कलर कुन कुन कलर छ त्यो म पालो इस भन्न बाबालाई कुन कलर अब ब्लू कलर छ नि त भन बा ब्लू 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 कलर यताबाट देखिन्छ भयो देखियो भयो 1 2 3 गो यो यो दाँत मोल्ने यो खाने अनि यसले मोल्ने यो बराबरी हुन्छ यो हामी बराबरी गर्छौँ यसमा मैले बोलिसकेँ त बाबा पिङ्क छ नि पिङ्क 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 भन्नु पिङ्क मम्मी पिङ्क मैले भयो पिङ्क रेडी रेडी 1 2 देखाउनु पर्दैन 1 2 3 गो चटक्क यसो सुत्दाखेरि आनन्द रमाइलो ठन्डी आउँछ आनन्द यो चाहिँ यो दाँत मलाई पुरा सकिँदै भयो ब्रो भयो भनेर ल्याइदिएको रहेछ हेर्नुहोस् त ठिकै छ नि कोलगेट अहिलेको ब्रस अब तपाईहरुको बाली हुन्छ ओरेन्ज पनि छ ओरेन्ज कलर ओरेन्ज ओरेन्ज कहाँ आइरहेने हो ओरेन्ज तो त देखिन सक्दैन यता किन भयो 1 यो 1 2 3 गो यो बुढीलाई महावीर बिहान बिहानै सफा गर्दा धर्म कर्म गर्दा यो मलाई महावीर ल्याइदिएको छु अनि यो कहिले मन लाग्छ यस्तो ल्याइदिएन भने चाहिँ मन चाहिँदैन भने डाइरेक्ट मागेर ल्याइदिन्छु यो यसलाई माइन्ड नगर्नु होला ल्याउनै पर्छ चाहेको चिजहरू उहाँलाई यो बाबाको भाइदिन ओ यो सुपिदिनु दुलै बिलै त 1 किलो त एक्लै खाइन्थ्यो अहिले त आधी किलो ल्याएको चाहिँ पनि सक्छु ल कसको पाल हाम्रो एउटा पर्पल कलर बाँकी छ मम्मीले भन्नुपर्ने बाबाले भने कि बाल भन्नु बा पर्पल भन्नु पर्पल कलर बाँकी यो खाँदै भन्नु अब प्रबल कलर पर्पल पर्पल कलर यो बगिराख्नु अब 1 2 3 गो यो पर्पल यो बिस्कुट हो यो चोकोबर मैले दिएको बिस्कुट त मलाई टन्नै आएछ मैले बिस्कुट दिएको यो मेरो बुढालाई यसो बिहान बिहान खान्न चियाको साथी त्यही भएर जुला पनि खाएछु त्यही यो म अनि बिहान खाइदिन्छु है हाम्रो एक्सचेन्ज गेम सकियो बाइ बाइ वेट अब मम्मीहरूलाई केही भन्नु छ यसको बारेमा के छोरीलाई के भन्नु छ दुई शब्द जाओस् छोराछोरी धेरै माया गरे बाबु आमालाई किनेर ल्याइदिए चाहिने सामानहरू जहिले पनि यसै गरी माया गरिराखौँ बाबा मम्मीलाई एउटा छोरीलाई मिस यु भन्नु एउटी छोरी उहाँ अनि टाढै थिए उसलाई पनि धेरै धेरै सम्झना छ ज्वाइँ के लिए कुछ चाहिए ना ज्वाइँलाई पनि धेरै धेरै सम्झना छ ज्वाइँ के लिए ज्वाइँ नाति नातिनालाई पनि धेरै धेरै माया ज्वाइँ के लिए कुछ चाहिए ना नाती के लिए चाहिए ना सबैलाई छ सबैलाई धेरै धेरै माया सबैले चाहिए ना पापा मम्मी मात्र मेरा पनि हाम्रा 5 जना सन्तान हुन् 5 जना सन्तानमा एउटा सन्तान चाहिँ अब कतै पढ्दैछै गइरहेछ अब त्यो पनि आउँछ छोरा खोज्नेले अब छोरी हुँदा मान्छे टेन्सन लिन्छ नि त यति फाइदा आउँछ हेर खाने दिने लुगा फाटो सबै आनन्द आउँछ अहिले त खुसी लागेको छ त्यसैले बाई बाई सबैलाई